सो वाट्सअप गाइज वेलकम ब्याक टु माई अनदर वान भिडियो. सो गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ म रुममै आज एक्लै छु. यो भिडियो म बनाउनको इम्पोर्टेन्ट भ्यू यो छ कि यदि तपाईँ केटा हुनुहुन्छ भने खाना बनाउन चाहिँ सिक्नु कि म अहिलेसम्म राम्रोसँग खाना बनाउन चाहिँ सिकेको छैन. सो त्यही भएर कहिलेकाहीँ भोकै बस्नुपर्छ जस्तो लाग्छ. बट इभेन म गएर होटलमा गएर खान्छु. तर आज खाना चाहिँ बिहान पकाएको, राति पनि पकाएको, आज पनि पकाएको. सो राति पकाउँदाखेरि के भयो कि अराउन्ड 3-4 इयर पछि म खाना बनाएको राति. सो राति तरकारी बनाउँदाखेरि अलिक काँचो थियो. अनि सेम आज बिहान पनि पकाउँदा ल अलिकति तरकारी चाहिँ मिठो बनाऊ भनेर भुजिया बनाएको. भुजिया त राम्रो पाक्यो तर दालमा नुन चाहिँ बढी भयो कि. यस्तै हुन्छ यदि तपाईँ खाना बनाउन सिक्नु भएन भने गाह्रो छ कि. सर्भाइभ गर्न एक्लै चाहिँ गाह्रो हुन्छ. सो बनाउन चाहिँ सिक्नु. केटा हुनुहुन्छ भने बाहिर बसेपछि यस्तै हुन्छ. आज सटरडे हो, काम छैन, रुममा बसेर यस्तै मुभीहरू केही देखिरहेको छु. सो यो भिडियोमा यति नै. आई विल सी यु नेक्स्ट टाइम.